अर्कोतर्फ यो क्वेसनतर्फ लागिरहेको छ। यो अन्तिम प्रश्न पनि भयो, हाम्रो आजको निर्धारित समय सकिने लागेको छ। हजुर विशाल गुरुङ हुनुहुन्छ, पोखराबाट राख्नुभएको छ। उहाँ चाहिँ 20 वर्षको हुनुहुन्छ। पहिलो 3-4 वर्षदेखि चाहिँ उहाँको लिङ्गको टुप्पामा चाहिँ साना साना फोका आउने गरेका छन्। कहिलेकाहीँ त फोका पोल्ने गर्छन्। यो समस्या हो, कस्तो ठुलो समस्या हो कि के हो, यसले के असर गर्छ भनेर उहाँले यो प्रश्न राख्नुभएको छ। अर्को पनि यस्तै खालको प्रश्न छ, मैले त्यो पनि सँगै जोडेँ। झलक श्रेष्ठ हुनुहुन्छ, 27 वर्ष हुनुहुन्छ। उहाँको चाहिँ 10 वर्षदेखि एउटै पार्टनरसँग चाहिँ उहाँ रिलेसनमा हुनुहुन्छ। बिहे भएको चाहिँ 5 वर्ष भयो। 1.5 वर्षको छोरी पनि छिन्। उहाँको समस्या चाहिँ लिङ्गको टुप्पालाई ढाक्ने छालाको भित्री भाग चाहिँ सेतो देखिने हुन्छ। औँलाले मार्दा चाहिँ छाला फुट्ने जस्तो हुन्छ, घाउ पनि देखिन्छ। सुरुमा चिलाउने गर्थ्यो, अहिले चाहिँ छैन। सधैँ यौनाङ्ग सफा गर्छु, केही सुधार देखिएको छैन। 2 पटक डक्टरलाई पनि देखाएँ, औषधिले पनि ठिक भएन। यो के कारणले भएको, कसरी ठिक होला भने चाहिँ उहाँले यो आफ्नो समस्या राख्नु भएको छ। साना साना बिमिरा देख्छ भने त्यसलाई हामीले पर्पुरा भनेर भन्न सक्छौँ। अब त्यो बिमिरा एलर्जीको कारणले पनि आएको हुनसक्दछ, अथवा उहाँको हिस्ट्री कतै एक्स्ट्रा म्यारिटल रिलेसनसिप छ कि त्यो कारणले गर्दाखेरि कुनै रोग सरेको हो कि भन्ने कुरा हामीले ख्याल पनि गर्नु पर्यो। अर्को कुरा भनेको पिपिएन भन्छ, पेरिपाइपिड नोड्युल, एक प्रकारको भाइरल इन्फेक्सन। त्यो कारणले गर्दाखेरि पनि विशेष गरी यौनाङ्गको अग्रभागभन्दा पनि सुपारी भागमा बढी देखा पर्दछ। त्यो चाहिँ यौन उत्तेजना बढी हुँदाखेरि बढी फुलेर आउँछ भने यौन उत्तेजना कम भएर नर्मल स्टेट आयो भने चाहिँ त्यो छ कि छैन थाहा हुँदैन। त्यस कारणले उहाँले कुन एङ्गलबाट भन्नुभएको हो त्यो क्लियर आउट हुनु जरुरी छ। यदि कुनै पनि बेलामा रातो भइरहन्छ, त्यसले दुखाइको महसुस गराउँछ र असहज परिस्थिति भइरहेको छ भने मेबी त्यहाँ कुनै इन्फेक्सन भएको हुनसक्दछ। त्यसको लागि चाहिँ खोज खानतलास गर्नु पऱ्यो, मतलब इन्भेस्टिगेसनहरू गर्नु पऱ्यो। अब जहाँसम्म अर्को मित्रको जुन प्रश्न छ जस्तै खालेको, अब उहाँको चाहिँ नि अब त्यो सेतो पदार्थ जमिरहेको छ र मार्दाखेरि मैले जस्तो आउँछ भन्नुको मतलब अब त्यो चाहिँ नि सम्भवतः फङ्गल इन्फेक्सन अथवा इस्ट इन्फेक्सन हुनसक्दछ। अब त्यसको लागि उहाँले औषधि त खानुभयो, तर कति समयसम्म खानुभयो त्यो कुरा उहाँले उल्लेख गर्नुभएको छैन। र विवाहित हुनुहुन्छ भने अथवा कसैको सेक्स पार्टनर छ भने चाहिँ नि कुनै एकजना व्यक्तिमा समस्या देखियो भने उसको सेक्स पार्टनर अथवा उसको विवाहित व्यक्तिसँग श्रीमान या श्रीमतीले पनि सँगै औषधि खानुपर्दछ। त्यसरी सँगै औषधि खाइदिएन भने एकजनालाई मात्रै निको हुँदैन, फेरि पनि बल्झिरहन्छ। त्यस कारणले गर्दाखेरि त्यहाँ ट्रिटमेन्ट इन्कम्प्लिट भएको जस्तो मलाई लाग्यो। एकचोटि नजिकमा रहेको यौनरोगसँग सम्बन्धित डक्टरकोमा गएर थप सल्लाह र इन्भेस्टिगेसनहरू गरेर औषधि खानुभयो भने मेरो विचारमा ठिक हुन्छ, नहुने कुरा होइन। जहाँसम्म उहाँलाई फङ्गसको ग्रोथ भएको जस्तो मलाई लाग्छ। यो निकै महत्त्वपूर्ण समय हामीले दिनुभयो। धेरैजनाले हामीलाई हेरेर बसिराख्नु भएको छ, दर्शकहरूले। अन्तिममा हाम्रा दर्शकहरूलाई के भन्नुहुन्छ डाक्टर साहब? अब यसमा चाहिँ विशेष गरी लास्ट प्रब्लमकै बारेमा कुरा गरौँ होइन। उहाँले सफा गर्ने भनेर भन्नुभएको छ। सामान्यतया पुरुष मित्रहरू, मैले हिजो पनि एउटा केस हेरेको थिएँ, यही अनुसार त्यही केसलाई सहायता लिएर म के भन्न चाहन्छु भने कुनै पनि पुरुष मित्रहरूले आफ्नो यौनाङ्गको सरसफाइ गर्दाखेरि साबुनको प्रयोग कदापि नगरिदिनु होला। यौनाङ्गको छाला खोलेर तपाईँ सफा गर्दै हुनुहुन्छ भने सफासँग सफा पानीले मात्र धुनु होला। त्यहाँ साबुन प्रयोग गर्दाखेरि विभिन्न प्रकारको इन्फेक्सनहरू, विशेष गरी फङ्गस अथवा इस्ट इन्फेक्सन हुने सम्भावना हुन्छ। र यदि कसैले गरिरहनु भएको छ छाला खोलेर यौनाङ्गलाई साबुनले धोएर सफा गरिरहनु भएको छ भने आजको मितिबाट यो कार्यक्रम हेरिसकेपछि त्यो कार्य बन्द गरिदिनु होला, किनभने त्यसले तपाईँलाई विभिन्न यौनाङ्गसँग सम्बन्धित इन्फेक्सनहरू डेभलप गर्न मद्दत गर्छ। किनभने फङ्गस डेभलप भएपछि फङ्गसले एउटा फेभरेबल इन्भाइरोमेन्ट क्रिएट गरिदिन्छ, जसको कारणले गर्दाखेरि त्यहाँ ब्याक्टेरियल इन्फेक्सन पनि हुनसक्दछ अथवा अरू कुनै इन्फेक्सन पनि हुनसक्दछ। त्यसैले आजको मितिबाट कुनै पुरुषले यौनाङ्गको सफा गर्दै हुनुहुन्छ भने मात्र सफा पानीले प्रयोग गरिदिनु होला, त्यहाँ स्याम्पू साबुन प्रयोग नगरिदिनु होला। यो यहाँलाई धेरै धेरै धन्यवाद छ डाक्टर साहब, यो समय उपलब्ध गराइदिनु भयो। हामी कार्यक्रमको अन्त्यमा छौँ। तपाईँलाई कार्यक्रम कस्तो लागिरहेको छ, सल्लाह सुझावको पनि हामी अपेक्षा गर्छौँ। र तपाईँका पनि केही जिज्ञासा छन्, केही समस्या छन्, केही प्रश्नहरू छन् भनेदेखि तपाईँले हामीलाई राख्न सक्नुहुनेछ। yonkakura@gmail.com younkaKura@gmail.com मा चाहिँ लेखेर पठाउन सक्नुहुनेछ। त्यसै गरी तपाईँले हामीलाई हाम्रो फेसबुक पेजबाट हामीलाई फलो गरेर हेर्दै हुनुहुन्छ, युट्युब च्यानल सब्सक्राइब गरेर हेर्दै हुनुहुन्छ, टिकटकबाट हेर्दै हुनुहुन्छ भनेदेखि पनि तपाईँले त्यही कमेन्ट बक्समा गएर तपाईँले आफ्ना प्रश्न जिज्ञासाहरू चाहिँ त्यहाँ छोड्नुभयो भनेदेखि चाहिँ हामी आगामी हप्ताका कार्यक्रमहरूमा चाहिँ तपाईँका प्रश्न समस्याहरूलाई चाहिँ समावेश गर्दै जाने नै छौँ।
यस कार्यक्रमलाई प्रायोजन गरेर साथ दिने माता मनोकामना आरोग्य क्लिनिक पुतरी सडक, त्यसै गरी ओम धन्वन्तरी आयुर्वेदिक हस्पिटल दुम्बाराई र नेपाल वुमेन सेक्सुअलिटी, यी तीनैवटा संस्थालाई विशेष धन्यवाद दिन्छौँ। यतिन्जेलसम्म हामीलाई हेरेर साथ दिनुभयो, तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अर्को हप्ता हामी फेरि भेट्ने नै छौँ। तबसम्मको लागि म मुना दाहाल बिदा हुन्छु। हवस् त, नमस्ते।